नमस्कार। आज हामी एउटा एकदमै महत्त्वपूर्ण स्वास्थ्य समस्याको बारेमा कुरा गर्दैछौँ, त्यो हो स्ट्रोक, जसलाई हामी मस्तिष्कघात वा पक्षाघात पनि भन्छौँ। यो एउटा यस्तो मेडिकल आपतकाल हो जहाँ प्रत्येक सेकेन्डले जीवन र मृत्युको फरक पार्न सक्छ। आउनुहोस्, यसलाई कसरी चिन्ने र कसरी जीवन बचाउन सकिन्छ त्यसबारे जानौँ। सबैभन्दा पहिले यो एउटा आशाको कुराबाट सुरु गरौँ। पक्षाघात सुन्दा एकदमै डरलाग्दो लाग्छ, होइन र? तर यो भनाइ नै आजको हाम्रो सबैभन्दा ठूलो सन्देश हो। यदि सही समयमा सही उपचार भयो भने यसबाट पूर्ण रूपमा निको हुन साँच्चै सम्भव छ। अब यस्तो गम्भीर विषयमा हामीले जताभावी सुनेको कुरामा विश्वास गर्न त भएन। त्यसैले हामीले यो सबै जानकारी एकजना विशेषज्ञको अनुभवबाट लिएर आएका छौं। यो नम्बर हेर्नुहोस् त, करिब 30। यो के होला? यो हो हाम्रो पूरै नेपालभरि हुनुभएका मस्तिष्क र स्नायु रोगका विशेषज्ञ अर्थात् न्युरोलोजिस्टहरूको संख्या। सोच्नुहोस् त, देशैभरिमा जम्मा 30 जना। यसले के देखाउँछ भने उहाँहरूबाट पाएको जानकारी कति महत्त्वपूर्ण र मूल्यवान छ। र आज हामीलाई यही विषयमा मार्गदर्शन गर्नुहुने विज्ञ हुनुहुन्छ डाक्टर प्रदीप पन्थी। उहाँ भरतपुर अस्पतालमा कार्यरत एक अनुभवी कन्सल्टेन्ट न्युरोलोजिस्ट हुनुहुन्छ। उहाँको चिकित्सा यात्रा हेर्ने हो भने पनि उहाँले MBBS, MD र त्यसपछि न्युरोलोजीमै DM गर्नुभएको छ। मतलब उहाँ यो विषयको एकदमै गहिरो